भाट भटिनी लुट्ने क्रममा हिजो एकजना दाइले 2 झोला सामान चोर्नु भएछ। 2 झोला सामान बोकेर टक्क घर गएर खोल्ने क्रममा उहाँले सबै बदम-सदम, दालमोट-सालमोट सबै खोल्नु भएछ। अनि उहाँले एउटा त्यो रक्सीको बट्टा जस्तोबाट च्याट्ट एउटा निट हानिसकेपछि उहाँले एकदम भमिट गर्न थाल्नु भएछ। उहाँले भमिट गरिसक्नु भएपछि घर परिवारले अस्पताल इमर्जेन्सीमा लिएर गएछ। अनि उहाँले के खानु भएको हो र भमिट गरेर भनेर बोतल देखाउँदाखेरि प्रारम्भिक अनुसन्धान गर्दाखेरि चाहिँ त्यो टोइलेट सफा गर्ने लिक्विड रहेछ। कमसेकम चोर्दाखेरि त के हो भनेर चोर। ल ठिकै छ, चोरेर घर ल्याइसक्यो। कमसेकम घरमा ल्याइसकेपछि के खाँदैछु त भन। अलिकति ब्रान्डेड लेबल प्याक गरेको देख्ने बित्तिकै सबै रक्सी हुन्छ। भाटभटिनीमा महँगो खाले सामान होला नि त। सबै हार्पिक मात्र हुन्छ त टोइलेट सफा गर्ने चिज। सरी है गाइज, हँसाउन मन थिएन तर धेरै स्ट्रेसफुल मोमेन्टमा अलिकति हाँसो ल्याइदिउँ भनेर मात्र। आम सो सरी।